मर्ने पनि अर्को जुनी तिमीलाई पाउन यो नै मान्छेले मार्ने सङ्गीत भन्ने मान्छेले तिमीलाई मार्छन् मैले कसरी गाउँ छिटो बाँचेकै तिमीसँग माया लाउन हो मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो। वाह दामी गायो अब तिमी गाऊ म बाँचेकै तिमीसँग माया लाउन हो मर्ने पनि अर्को जुनी तिमीलाई पाउन यो त हट्यो रहेछ यार निसु भन्दा पनि रहेछ यो त छ अब निसुको पाला म गाउँ के अरे गीतै आएन रे के म बाँचेकै तिमीसँग माया लाउन हो के मर्ने पनि अर्को जुनी तिमीलाई पाउन हो मैले कसरी गाउँ छिटो सिरियस छिटो गाउन म बाँचेकै तिमीसँग माया लाउन हो मर्ने पनि अर्को जुनी तिमीलाई माया गर्न हो पाउने अर्को के अरे के चाहिँ मरे पनि अर्को जुनी तिमीलाई पाउन हो मान्छेले गाउने मान्छेले मार्ने सङ्गीत भन्ने मान्छेले तिमीलाई मार्छन्। माफ गर्नु होला यो गीतसँग मेरो कुनै नाता सम्बन्ध यो छैन गीतको रिमेक बन्यो भने गाउने मौका दिनु होला होइन मैले गाइसकेको त राम्रै थियो सुन न गीत त कतिसम्म भने नि उनी चाहिँ होइन एउटा के भन्छ झन्डै नाम लिएछु एउटा म्युजिक कम्पनीमा काम गर्छ होइन अनि फेरि त्यो म्युजिक कम्पनीको हिट गाना हो रे के फेरि उसको पत्ता लागिहाल्छ त्यसो होस् न त उसलाई त्यो भिडियो भाइरल नगर्नु अरे यो भिडियो भाइरल भए पनि उसलाई कामबाट निकाल्छ अरे यस्तो स्वर देखेर क्या यस्तो स्वर भएको मान्छे अब म्युजिक कम्पनीमा काम गरिरहेछ होइन अब मेरो चाहिँ के हो भने नि एउटा नाटक गरेको थियो है जोखाना भन्ने नामै भन्दा पनि केही फरक परेन त्यो गीत त्यो नाटकमा यति धेरै गीत छ कि जुन दिन सोको दिन नाटक के अरे गीत बिग्रिन्छ नि बेलुका मिटिङ बस्छ नि हतार हतार आउँछ कि डाइरेक्टर किरण चामलिङजी आएर चाहिँ मलाई निशा आज तिमीले गीत गाएको हो अरे क्या गीत बिग्रियो कि निशा तिमीले गाएको हो गीत आज गीत बिग्रियो कि अब पछाडि सब हल्ला भइसक्यो कि आज गीत बिग्रियो अहिले किरण आएर निशा तिमीले गीत गाएको हो भन्छ है अब भनेर त्यही भएर हाम्रो गीतसँग कुनै नाता सम्बन्ध छैन यिनीहरू दुईजना चाहिँ भविष्यमा सिङ्गर हुन सक्ने रहेछ है काठमाडौँ आउन सक्छौ तिमीहरू दुईजना आउन सक्छौ हामी चाहिँ काठमाडौँ होइन हामी सिधै हामी अवार्ड पक्रिने हो यो गीतको रिमेक बन्यो भने हामीलाई चाहिँ चान्स दिनु होला धन्यवाद